यो चाहिँ नि मेरो किचनदेखि बनेको फर्टिलाइजर हो। यो चाहिँ नि मैले अन्डाको छिल्का भयो, सब्जीहरूको छिल्काहरू सबै जम्मा गरेको थिएँ एउटा क्यारेटमा। आज त्यो क्यारेट टुट्नाले मैले चाहिँ नि यसलाई सिफ्ट गर्दैछु, एउटा चाहिँ नि बकेटमा सिफ्ट गर्दैछु यसलाई चाहिँ नि। यो सिफ्ट गर्छु भनेको यसमा यति गडौला रहेछ नभन्नु। अब मेन फर्टिलाइजर बनाउने त तिनी गडौलै हुन्। मैले चाहिँ नि यिनी एउटा पनि गडौला नफ्याँकिकन यिनीहरूलाई चाहिँ नि आस्ते आस्ते राखेको छु ताकि यिनीहरू मर्छन् कि भनेर। अनि अब यो मल चाहिँ नि मेरो लागि एकदमै राम्रो, मेरो भन्दा पनि मेरो फ्लावरहरूको लागि। अब धेरै जस्तो दिदीबहिनीहरूले मलाई सोध्नुहुन्छ तपाईँको यो फ्लावर फुलहरू यति हराभरा कसरी हुन्छ भनेर। आज चाहिँ नि मैले ल्याइहालेको छु यो टिप्स। अब मेरो यो किचनदेखि बनेको यो मेरो फर्टिलाइजर खाद हो। यसलाई चाहिँ नि मैले गमला रेडी, जब नयाँ गमला रेडी गर्छु त्यति बेला चाहिँ नि यसलाई एक एक मुठी राख्छु। धेरै पनि राख्दिनँ, धेरै राख्न पनि हुन्न, त मैले एक एक मुठी राख्छु। अनि त्यसको बादै मैले चाहिँ यसमा फुल लगाउँछु। बिहान बेलुकाको मेरो यो जति पनि वेस्टेज सामान हुन्छ सबै मैले यसमा जम्मा गरेको हुन्छु। मलाई चाहिँ नि अब 3-4वटा कटिङ लगाउन थियो, त्यही भएर चाहिँ नि त्यसको लागि पनि गमला रेडी गर्दैछु मैले।